रोकिनन् यी पाइलाहरू ढल्दैन विश्वास रोकिनन् यी पाइलाहरू ढल्दैन विश्वास लक्ष्य यो अटुट हाम्रो छ जितको आभास हाम्रो नशा नशामा छ डान्स Let's dance Let's dance Let's dance Let's dance पालुवा पालुवा भरे जौवनको रंग छरे यो छोरीको रूपै राम्रो नाच्न पनि आउँछ मलाई गाउन पनि आउँछ हाम्रो दोस्रो एपिसोडको पहिलो प्रस्तुतिको लागि म स्टेजमा बोलाउन चाहन्छु। मैले यहाँ गीत हेरेरै गीतको नाम हेरेर नै मलाई एकदमै रमाइलो लागिरहेको छ। नौरथको दियो बाली भन्ने बोलको गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नको लागि स्मारिका प्रसाईजीलाई म स्टेजमा बोलाउन चाहन्छु र यस नृत्यलाई कोरियोग्राफी गर्नुभएको छ सुनिता खड्का। एकचोटि जोरदार तालीका साथ स्मारिका प्रसाईलाई स्टेजमा बोलाउन चाहन्छु। शरदको हिमाली हावासँग रातो सुनसान आकाशमा गुन्जिन्छ मालश्री धुन। यो पर्व होइन, यो एक युगको पूर्ण जन्म हो। यो हो नौरथा। पाँचौं दिनसम्म आध्यात्मिक चेतना, एकताको संकल्प र समृद्धिको कल्पना गरिन्छ। छैटौं दिनमा अन्ध्यारो चिरिन्छ अनि सत्य उचालिन्छ। आकाशमा विजयको रंग छरिन्छ अनि पृथ्वीमा फूलपातीको आगमनसँगै दशैंको मुख्य चरण सुरु हुन्छ। पछि दशमीको पारिवारिक, सांस्कृतिक र एकताको पूर्ण मिलन हुन्छ। टीकाको रातो छायाले दिनभरि मुस्कान बोक्छ र अन्ध्यारोलाई जितेर उम्रिएको जमराले ठुलो बडाको आशीर्वाद बोक्छ।
पक्कै पनि नेपालीहरूको महान चाड विजया दशमीको अवसर पारेर नाचिने, त्यस बेलामा नाचिने यस विशेष खालको नृत्य जसले समग्र हामीले मनाउने चाडपर्वको बारेमा, समग्र गाथाको बारेमा उहाँले प्रस्तुत गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ यहाँलाई यति सुन्दर नृत्य प्रस्तुत गर्नुभएकोमा। एकचोटि जोरदार ताली बजाइदिनु होला स्मारिका प्रसाईको लागि। हामीलाई एकदमै राम्रो यस मान्ने पनि लाग्छ कि यस्ता नृत्यहरूले आफ्नो माटोको सुगन्ध बोकेको हुन्छ, हाम्रो आफ्नोपन बोकेको हुन्छ। र त हाम्रो यस लेट्स डान्स सिजन 8 यसरी अगाडि बढिरहेको छ। तसर्थ स्मारिका प्रसाईज्यूको नृत्य कस्तो लाग्यो हाम्रो निर्णायकज्यूहरूलाई म उहाँहरूको प्रतिक्रियाका लागि म राज सरलाई नै अनुरोध गर्न चाहन्छु। स्मारिका नमस्ते। नमस्ते। मलाई त एकदमै, मैले यहाँ दुईजना जजसँग नि कुरा गरेँ, मलाई त एकदमै राम्रो लाग्यो होइन। डान्सको कुरामा चाहिँ तपाईँ धेरै माथि हुनुहुन्छ, तर आज तपाईँलाई चाहिँ अलिकति ड्रेसले प्लस अलिकति कपालले चाहिँ तपाईँलाई अलिकति डिस्टर्ब गर्यो। त्यो दुइटै अलिकति मिल्थ्यो भने चाहिँ तपाईँ एकदमै माथि पुग्नु पनि हुनेछ र तपाईँको लेभल एकदमै माथिको पनि छ होइन। तपाईँको यो स्टेजलाई यति मजाले बुझ्नुभयो कि तपाईँले होइन। अनि प्लस अब तपाईँको डान्समा चाहिँ कन्सेप्ट पनि छ क्या, एउटा स्टोरी वाइज मेसेज दिने खालको। हाम्रो अब नेपालीहरूको महान चाड बडा दसैँको बारेमा फुलपातीदेखि लिएर टिकादेखि लिएर सबैको एउटा स्पष्टसँग चाहिँ तपाईँले त्यो कन्सेप्टमा चाहिँ तपाईँले प्रस्तुति गर्नुभयो। मलाई चाहिँ एकदम राम्रो लाग्यो। मैले दुईजनाको बिचमा जजहरूको बिचमा कुरा पनि गरेँ होइन। तपाईँको दुईवटा त्यो अलिकति लेङ्गा, तर तपाईँले त्यो लेङ्गालाई चाहिँ धेरै म्यानेज गर्नुभयो क्या होइन। हातले समातेर स्टेप त्यो कुल्चिराख्नु भएको थियो नि त, त्यो पनि त्यो डान्समा एउटा हुनुपर्ने गुण पनि हो त्यो। ठिक छ, तपाईँ सेलेक्ट हुनु भइसकेको छ है हामी तिनैजनाको तर्फबाट। तपाईँलाई धेरै बेर वेट नगरौँ। ओके, थ्याङ्क यू, कङ्ग्रेचुलेसन। ओके स्मारिका प्रसाई धेरै धेरै धन्यवाद। तपाईँ डाइरेक्ट सेलेक्ट हुनुभएको छ। पक्कै पनि हाम्रो निर्णायकज्यूले भने जस्तै ड्रेसअपको कुरा, अन्य कुरामा तपाईँले अझ अर्को राउन्ड आउँदाखेरि अझ धेरै ध्यान दिएर अझ धेरै मेहनत गर्नु होला। धेरै धेरै धन्यवाद छ। बेस्ट अफ लक पनि तपाईँलाई। हामीले कहिले पूर्व पश्चिम त कहिले हामीले विदेशबाट आयातित विभिन्न खालका नृत्यहरू हामीले हेरिरहेका छौँ। अब भने पालो रहेको छ यस्तै दमदार नृत्य जो नेपाली भूमिमा नेपाली माटो सुहाउँदो, नेपालको आफ्नै संस्कृति, नेपालको आफ्नै कल्चर, नेपालको आफ्नै सुगन्धले भरिएको तामाङसिलो नृत्य प्रस्तुत गर्नको लागि म बोलाउन चाहन्छु। स्याजी होइ स्याजी बोलको गीतमा नृत्य प्रस्तुत गर्नको लागि म एलिसा देउला, झरना तामाङ र दिपिला श्रेष्ठज्यूलाई म स्टेजमा बोलाउन चाहन्छु। र यो नृत्यले कोरियोग्राफ गर्नुभएको छ किरण रप्ताज्यू। एकचोटि जोरदार ताली बजाउनुहोला। स्याजी होइ स्याजी तामाङ सेलो नृत्य समूह।
एकदमै दमदार तामाङ सेलो स्याजी होइ स्याजी बोलको गीतमा नाचे होइ नाचे भन्दै नाचेर हामी सबैलाई नचाएर मन्त्रमुग्ध बनाइसक्नु भएको छ हाम्रा 3 जना नृत्य कलाकारजीहरूले। मलाई एकदमै मन पर्यो। म पक्कै पनि हामीले विभिन्न समयमा नाच्दै गरेको यो नृत्य हामीलाई आफ्नै नृत्य जस्तै लाग्छ। तसर्थ हाम्रो निर्णायकज्यूहरूलाई चाहिँ कस्तो लाग्यो? हाम्रो बाबु सेन्चुरी सरलाई म प्रतिक्रियाको लागि अनुरोध गर्न चाहन्छु। अब यारुको डान्स एकदमै राम्रो थियो, मलाई मन पनि पर्यो। तर राम्रो हुँदै पनि केही कमी कमजोरीहरू छ। सर्वप्रथम त यारुको श्रृङ्गार पुगेन, टाइमिङ आउट छ डान्समा है, काहीँ लिप्सिङ छुटेको छ। त्यो कुराहरूमा हामीले एकदम ध्यान दिनुपर्छ। ओके, धेरै धेरै धन्यवाद छ निर्णायकज्यूहरूलाई प्रतिक्रियाको लागि। Let's dance. अमर कला केन्द्र प्रेजेन्ट्स लेट्स डान्स सिजन 8 को हामी मेगा राउन्डमा छौँ। पक्कै पनि यहाँहरूले हामीलाई युट्युब तथा विभिन्न सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्महरूबाट हामीलाई हेर्दै हुनुहुन्छ भने यो हो लेट्स डान्स सिजन 8। हामी 8औं सिजनमा छौँ र यस सिजनको हामी मेगा राउन्डको पहिलो एपिसोडमा छौँ। अब भने हामीले विभिन्न खालको नृत्य हेरिरहेका छौँ भने अब फेरि यस्तै अर्को दमदार नृत्य हेर्ने पालो भएको छ। झ्यालमा पर्दा छ भने बोलको गीतमा नृत्य गर्ने समूहलाई म स्टेजमा बोलाउन चाहन्छु, जसलाई कोरियोग्राफ गर्नुभएको छ किरण रप्चाज्यूले र नृत्य गर्ने नृत्य कलाकारज्यूहरू हुनुहुन्छ। नृत्य गर्ने नृत्य कलाकारज्यूहरू हुनुहुन्छ अग्रदिता श्री कपालीज्यू, यसै गरी सुहानी पौडेलज्यू, यसै गरी इम्मा घलेज्यू र यसै गरी ग्रेस घलेज्यू। यहाँहरू सबैजनाले म जोरदार तालीका साथ अगाडि बोलाउन चाहन्छु, स्टेजमा बोलाउन चाहन्छु। बसी जाम क्या हो यतिर मान्छेको नाम क्या हो झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ बसी जाम क्या हो यतिर मान्छेको नाम क्या हो झ्यालमा पर्दा छ नहेर त्यसरी माया सर्दा छ नहेर त्यसरी माया सर्दा छ। हे गाउँघरमा हुर्केकी चेली कसैले जुन कोही भन्छन् जुनेली झ्यालमा पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ हुर्केकी चेली कसैले जुन कोही भन्छन् जुनेली झ्यालमा पर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ नहेर्नु त्यसरी माया सर्दा छ। झ्यालमा पर्दा छ पक्कै पनि जसरी यो गीतको भाइब छ, यो गीतको म्युजिक छ, त्योभन्दा अझ दमदार नृत्य प्रस्तुत गरिसक्नु भएको छ हाम्रो नृत्य गर्ने चारैजना नृत्य कलाकारज्यूहरूले। एकचोटि जोरदार ताली बजाउला चारैजनाको लागि। पक्कै पनि हामी सबैलाई पक्कै पनि मनपर्ने त भयो नै, तर हाम्रो निर्णायकज्यूहरूलाई चाहिँ कस्तो लाग्यो त्यसको बारेमा बुझ्नका लागि प्रतिक्रियाको लागि म विनिता म्यामलाई अनुरोध गर्न चाहन्छु। हजुरलाई कस्तो लाग्यो हाम्रो नानीहरूको नृत्य? नमस्ते, कति राम्रै राम्रै क्युटीहरू हुनुहुन्छ, त्यस्तै राम्रो डान्स गर्नुभयो, धेरै राम्रो। हाम्रो कोरियोग्राफर किरण सरले यस्तो राम्रो कोरियोग्राफ गर्नुभयो कि हाइट एउटा कोरियोग्राफरको पहिचान भनेकै उहाँले एउटै हाइटको स्टुडेन्ट नहुँदा पनि कसरी गर्न सक्नुहुन्छ कोरियोग्राफ, त्यसको कोअर्डिनेसन कसरी मिलाउनु भएको छ फर्मेसन यहाँबाट क्लियर देखेको छ। उहाँले यतिको हाइट सानोदेखि ठुलोसम्म हाइट छ र पनि कोरियोग्राफ एकदम राम्रोसँग मिलाउनु भयो, कतै पनि कमी कमजोरी देखेन कोरियोग्राफरमा। तर हजुरहरूको सबै डान्स अल ओभर धेरै राम्रो छ, अलिकति कमी चाहिँ हजुरहरूको बिट
होइन अलिकति त्यो चाहिँ प्र्याक्टिसको कमीले मात्रै हो नत्र हजुरको अलिकति प्र्याक्टिस पुग्यो भए अझै राम्रो हुन्थ्यो Let's dance. हामीले कहिले हिमालको नृत्यहरू कहिले तराईको नृत्यहरू हामीले हेरिरहेका छौँ यति बेला भने हामी अब केही पश्चिमतिर जान चाहन्छौँ तसर्थ अबको पालो रहेको छ मयूर नृत्य प्रस्तुत गर्ने पालो रहेको छ र मयूर नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारजीहरूलाई म स्टेजमा बोलाउन चाहन्छु उहाँहरू हुनुहुन्छ आशिका गिरी यसै गरी पूर्णिमा भट्टराई यसै गरी जलिसा कटवाल यसै गरी सलिना गुरुङ प्रनिसा शिवाकोटी नामसिमा लिम्बू र जानकी दाहाल र जेनिका घतराज यहाँहरू सबैजनालाई म स्टेजमा बोलाउन चाहन्छु एकचोटि जोरदार ताली बजाउनु होला मयूर नृत्य गर्ने समूहका लागि अहिलेसम्मकै फरक खालको र फरक प्रकारको एकदमै दमदार उत्कृष्ट नृत्य हेर्नलाई पनि हामीलाई एकदमै मनै आनन्द हुने यो मयूर नृत्यको लागि सर्वप्रथम त प्रवीण पौडेल सर कोरियोग्राफर हुनुहुन्छ यस नृत्यको उहाँलाई धेरै धेरै धन्यवाद एकचोटि जोरदार ताली बजाउनुला प्रवीण पौडेल सरको लागि र यस नृत्य हामीलाई र मलाई लगायत हामीलाई हेर्नलाई त रमाइलो लाग्यो तर हाम्रो जजेस प्यानलमा रहनुभएका हाम्रो आदरणीय निर्णायकज्यूहरूलाई कस्तो लाग्यो यसको बारेमा प्रतिक्रियाको लागि म बाबु सेन्चुरी सरलाई म अनुरोध गर्न चाहन्छु कृपया आफ्नो प्रतिक्रिया राखिदिनु होला नमस्ते यहाँहरूले आफ्नो नृत्य कस्तो गर्नुभयो राम्रो गर्नुभयो खुसी हुनुहुन्छ पक्कै पनि ठिक छ राम्रो छ यहाँहरूको नाच यो ग्रुप डान्स भएकोले गर्दा पनि कतिपय कुरामा चाहिँ ग्रुपसँग हुने सिङ्क्रोनाइजहरू हामीले धेरै हेर्नुपर्छ केही मिस्टेक्सहरू छन् अब त्यो मिस्टेक्सहरू भन्दा पनि यहाँहरूको ग्रुपमा गर्दा गर्दै त्यो त्रुटिहरूलाई चाहिँ हामीले केही पोइन्ट आउट गरेका छौँ र त्यो कुरालाई आगामी दिनमा यहाँहरू सिलेक्ट हुनुभयो भने पक्कै पनि सुधार्नुहुन्छ सुधार्नुहुन्छ र अनि जसले डान्स सिकाउनु भयो उहाँलाई लट्ठी अलि छोटो भयो भन्नु होला
एकदमै त्यो चाहिँ तपाईँहरू जत्रै रहेछ। आगामी अर्को पालि मयूर गर्नुभयो भने अलि सानो सानो लट्ठी दिनु भन्नुहोस्। Let's dance. कहिले हामीले एकल नृत्य हेरिरहेका छौँ भने कहिले दुईजनाको डोएट डान्स हेरेका छौँ, कहिले हामीले ग्रुप डान्स हेरेका छौँ भने कहिले हामीले तीनजनाको ट्रायो हेरिरहेका छौँ। यस्तै विविध खालको साझेदारीमा विभिन्न खालको ग्रुपमा हामीले हाम्रो नृत्यहरू प्रस्तुत गर्ने क्रम जारी नै छ। यसै बिचमा म आफ्नो एकल नृत्य प्रस्तुत गरिदिनुको लागि सानी सानी रिमिक्स गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नको लागि रिया बलामेज्यूलाई म अगाडि बोलाउन चाहन्छु, स्टेजमा बोलाउन चाहन्छु। एकचोटि जोरदार ताली बजाउनु होला। रिया बलामेज्यू र यस नृत्यको कोरियोग्राफी गर्नुभएको छ विनिता कुमारज्यू। Kingzilla. Stacey up to the time. Vibes Cartel. Ladies. Static. Hey girl, bend your back. Bubble panda. Kick, bend your tack. Everything shot. Hey girl, bend your back. Bubble panda. Kick, bend your tack. Everything shot. Hey girl, just whine and bend over. Giving to the beat of the soca. Do it all on tabletop on the sofa. Girls from Trinidad, girl from Europa. Girl from Jamaica, girl from Toga. Bend so low so me can see your shoulder. Bumper spin like the wheel of a roller. Come your beauty, I'm the beholder. Love when you bend and you whine and watch over. Rough ride. Right in the bicycle, broke off. 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 सानी सानी रिमिक्स गीतमा आफ्नो सुन्दर नृत्य प्रस्तुत गरिसक्नु भएको छ रिया बलामेज्यू। धेरै धेरै बधाई छ। एकचोटि जोरदार ताली बजाउनु होला रिया बलामेज्यूको लागि। ओके, कस्तो लागिरहेछ तपाईँलाई? राम्रो राम्रो नाच्नुभयो। ओके, हाम्रो निर्णायकज्यूलाई चाहिँ कस्तो लाग्यो? म राज सरलाई नै सोध्न चाहन्छु, उहाँको नृत्य कस्तो लाग्यो प्रतिक्रियाको लागि? डर लाग्यो सर। ठिक छ, रियाको चाहिँ अब सिङ्गल किन गर्यो भन्ने पनि हुन्छ होइन। त्यसमा चाहिँ रियाको चाहिँ अलिकति ग्रुप म्यानेज नभएको हुनाले, अलिक टाढो टाढो परेको हुनाले गरेको हो त्यो चाहिँ होइन। अब यो आज यो राउन्ड चाहिँ हाम्रो ग्रुपमा थियो, तर रियाको चाहिँ ग्रुप म्यानेज नभएको हुनाले उहाँले सोलो गर्नुभएको छ। त्यो सबैलाई मैले जानकारी गराएँ। अब डान्सको कुरा गर्नुपर्दा चाहिँ रियाको एकदमै हाई लेभलको छ डान्स चाहिँ है। स्टार्टिङ बिटमा ट्याक्कै परेको छ, एकदमै राम्रो। त्यसपछि गएर सबै बिट वाइज चाहिँ हजुरको त्यो स्टेप्स हुन्छ नि एकदम पावरफुल छ क्या। लास्टमा गएर चाहिँ इन्डिङमा थोरै गीतमा चाहिँ अलि मिस भयो कि अथवा चाहिँ त्यत्तिकै थियो कि डान्स होइन, त्यो चाहिँ अर्कोचोटि चाहिँ सुधार्नु होला। त्यो पनि मिलायो भने चाहिँ रियाले आज यो पाउँथ्यो कि। रियाको लास्टको मिल्ने थियो भने चाहिँ म चाहिँ यो दिन्थेँ है, किनभने बडी ल्याङ्ग्वेज त्यो डान्सको लेभल चाहिँ एकदमै हाई छ क्या। Let's dance. कहिले हामीले साना सानी नानीहरूको नृत्य हेरेका छौँ भने कहिले हामीले सामूहिक रूपमा नृत्य गर्ने ठुला ठुला नानीहरूको नृत्य गरेका छौँ। यस्तै एकदमै उत्कृष्ट नृत्य गर्ने नानी बाबुहरूको नृत्य हेर्दा हेर्दै अब पालो भएको छ गाउँकी गोरी। एकदमै गाउँकी गोरी गीतले भने जस्तै गीतको नृत्यमा आफ्नो ताल मिलाएर नाचिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु, स्टेजमा बोलाउन चाहन्छु गाउँकी गोरीमा नृत्य गर्ने नृत्य कलाकारहरू हुनुहुन्छ दीपिका महत, समृद्धि खड्का, प्रश्ना कुइकेल र अभ्या आचार्य। यस नृत्यलाई कोरियोग्राफ गर्नुभएको छ अनुषा पौडेल म्यामले। एकचोटि जोरदार तालीका साथ स्वागत गरौँ गाउँकी गोरी टिमको लागि।
नाचु नाचु लाग्छ किन होला अनायसै हाँसु हाँसु लाग्छ घिन्ताङ घिन्ताङ मादल बस्दा नाचु नाचु लाग्छ किन होला अनायसै हाँसु हाँसु लाग्छ पूर्णिमाको जुनले पनि जिस्क्याउँछ मलाई गाउँको तेल लगाउँछ बतासैले मलाई म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे हो म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे सिमलको भुवा सरी उड्छ मेरो मन किन होला मिठो लाग्ने सारङ्गीको धुन हो सिमलको भुवा सरी उड्छ मेरो मन किन होला मिठो लाग्ने सारङ्गीको धुन उर्लिएर बन्छ मेरो साउनको भेल झै उर्लिएर बन्छ मेरो साउनको भेल झै फुल टिपी सजिएमा स्वर्गकी परी झै म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे हो म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे गाउँकी गोरी सबको भन्छ हरे हात छोडे साथोकै पैसाको लाली चाडेर हो कि सजिएकी चिटिकै पैसाको लाली चाडेर हो कि सजिएकी चिटिकै ओके यो एकदमै सुन्दर नृत्य गाउँकी गोरीको लागि एकचोटि जोरदार ताली बजाइदिनुहोला हाम्रो चारैजना नृत्य कलाकार बहिनीहरूको लागि एकदमै सुन्दर नृत्य प्रस्तुत गरिसक्नु भएको छ तर मलाई जान्न लागेको तपाईँहरू को चाहिँ सबैभन्दा गाउँकी गोरी एकदमै राम्री को चाहिँ भन्नुहोस् त चारजनामा तपाईँ हो होइन ओके एकदमै राम्रो नृत्य प्रस्तुत गरिसक्नु भएको छ हाम्रो चारैजना नानीहरूलाई र यस नृत्यलाई कोरियोग्राफ गर्नुभएको थियो अनुषा पौडेल म्याम यहाँको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो नृत्य कस्तो लाग्यो त आदरणीय बिन्ता म्यामले म प्रतिक्रियाको लागि हार्दिक अनुरोध गर्न चाहन्छु नमस्ते गोरीहरू गोरी हुनु न हजुर नमस्ते गोरीहरू भन्छ साथीलाई हेर्दै हुनुहुन्छ साइडमा ओके ठिक छ डान्सको बारेमा कुरा गरौँ डान्स एकदम राम्रो छ जसरी हजुरहरूको ड्रेस चिटिक्क सुहाएको छ ड्रेसले कस्तो राम्रो खोलेको छ गाउँकी गोरीहरूलाई झन् गोरी बनाइदिनु भएको छ ड्रेसले त्यस्तै डान्सले पनि एकदमै राम्रो लाग्यो डान्सले पनि मन जित्यो हजुरहरूको Let's dance. हामीले नृत्यहरू 7वटा नृत्यहरू पश्चात पनि हामीले 5वटा नृत्यहरू हेरिसकेका छौँ तसर्थ अहिलेको लागि भने यी 5वटा ग्रुप तथा एकल नृत्यहरूको रिजल्टको पालो भएको छ म सर्वप्रथम अगाडि बोलाउन चाहन्छु स्याजी होइ स्याजी बोलको गीतमा नृत्य गर्ने 3जना नृत्यकार बहिनीहरूलाई एक स्टेप अगाडि आइदिनु लागि अनुरोध गर्न चाहन्छु यसै गरी झ्यालमा पर्दा छ बोलको गीतकोमा नृत्य गर्ने बहिनीहरूलाई पनि म एक स्टेप अगाडि आइदिनु लागि अनुरोध गर्न चाहन्छु ओके दुवै नृत्य गर्ने समूहहरूबाट राम्रो प्रतिक्रिया निर्णायक ज्यूहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरिसकेका छौँ तैपनि उहाँहरूको अन्तिम निर्णय अन्तिम रिजल्ट अन्तिम उहाँहरूको भनाइ मसँग आइसकेको छ तसर्थ दुईवटै टिममा नृत्य गर्ने 7जना नृत्यकार बहिनीहरू अर्को राउन्डको लागि छनौट हुनुभएको छ तसर्थ एकचोटि जोरदार ताली बजाउनुहोला स्याजी होइ स्याजी र झ्यालमा पर्दा छ बोलको गीतमा नृत्य गर्ने दुवै समूहको लागि यहाँहरूलाई म आफ्नो स्थानमा गएर बसिदिनु लागि हार्दिक अनुरोध गर्न चाहन्छु
ओके, तपाईँहरू सेलेक्ट हुनुभएको छ अर्को राउन्डको लागि। उहाँहरू 5 जना मध्येबाट एकजनाले डाइरेक्ट मेडल प्राप्त गर्दै अर्को राउन्डमा छनौट हुनु सफल भएको छ। तसर्थ उक्त मेडल प्राप्त गर्नुहुने कन्टेस्टेन्ट अर्थात् प्रतिस्पर्धीको नाम म वाचन गर्न गइरहेको छु र उहाँको नाम रहेको छ गाउँकी गोरी टिममा नाच्नुहुने अभ्य आचार्य। एकचोटि जोरदार ताली बजाउनुला अभ्य आचार्य। ओके, यहाँ अगाडि हाम्रो निर्णायकज्यूहरूसँग गएर मेडल लगाइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र अन्य 4 जना भने 4 जना अर्को राउन्डको लागि सेलेक्ट हुनुभएको छ। तसर्थ एकचोटि जोरदार ताली दिनुहोला यहाँहरू 4 जनाको लागि। दीपिका महत, समृद्धि खड्का, प्रश्न कुइकेल र रिया बलामी, यहाँहरू 4 जनालाई अभ्य आचार्य यहाँ पनि डाइरेक्ट सेलेक्ट हुनुभएको छ। अर्को राउन्डको लागि हार्दिक बधाई भन्न चाहन्छु। धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद। नानीहरूलाई म एक स्टेप अगाडि आइदिनु लागि अनुरोध गर्न चाहन्छु। आशिका गिरी, यसै गरी पूर्णिमा भट्टराई, जलिसा कटुवाल, सलिना गुरुङ, यसै गरी प्रनिसा शिवाकोटी, नाम सेमा लिम्बू, जानकी दाहाल र जेनिका घटराज। यहाँहरू मध्येबाट जो अर्को राउन्डमा छनौट हुँदै हुनुहुन्छ उहाँको नाम रहेको छ आशिका गिरी। कृपया एक स्टेप अगाडि दिनुहोला। आशिका गिरी, एकचोटि जोरदार ताली बजाउनुला आशिका गिरीको लागि। अर्को राउन्डमाको लागि छनौट हुनुभएको छ। यसै गरी नाम सीमा लिम्बू, यहाँ पनि अर्को राउन्डको लागि छनौट हुनुभएको छ। यसै गरी प्रनिसा शिवाकोटी अझै अगाडि गइदिनु होला एक स्टेप। 3 जना, मैले 3 जनाको नामले कृपया तपाईँहरू एक स्टेप अगाडि गइदिनु होला। र जलिसा कटुवाल, यहाँहरू 4 जना अर्को राउन्डको लागि छनौट हुनुभएको छ भने बाँकी 4 जनालाई हाम्रा निर्णायकज्यूहरूले वेटिङ लिस्टमा राख्नुभएको छ। र यहाँहरू 4 जनालाई धेरै धेरै बधाई। अर्को राउन्डमा अझ धेरै मेहनत गर्नु होला। धेरै धेरै धन्यवाद छ। यस्तै अर्को दमदार नृत्य प्रस्तुत गरिदिनु हुनको लागि सानी रिमिक्स बोलको गीतमा नृत्य गर्ने समूहलाई म स्टेजमा बोलाउन चाहन्छु। र यो नृत्यलाई कोरियोग्राफ गर्नुभएको छ सुमी घिसिङज्यू। र नृत्य प्रस्तुतिको लागि हामीमाझ आउँदै हुनुहुन्छ एन्जल गुरुङ, कृषा लामिछाने, यसै गरी काव्या पोखरेल, यसै गरी जेसिका गिरी र आस्लिन तामाङ, साम्राज्ञी अर्याल। यहाँहरू सबैजनालाई जोरदार तालीको साथ स्टेजमा बोलाउन चाहन्छु आफ्नो सुन्दर नृत्य प्रस्तुतिको लागि। Sunny, 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 oh sunny, 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 oh sunny, oh sunny, oh sunny, 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 oh sunny, oh sunny, oh sunny, sunny, sunny. Let's dance. Kick it, kick it. झुमका घिर्यो रे मेरो झुमका घिर्यो रे, झुमका घिर्यो रे मेरो झुमका घिर्यो रे, जवानीको झट्का परे झुमका घिर्यो रे, झुमका घिर्यो रे मेरो झुमका घिर्यो रे, झुमका घिर्यो रे मेरो झुमका घिर्यो रे।
सुन्दर अनि दमदार नृत्य यहाँहरू माझ प्रस्तुत गरिसक्नु भएको छ हाम्रा 6 जना एकदमै धुरन्धर नृत्यकारज्यूहरूले। पक्कै पनि सानी सानी जस्तो गीत छ, मान्छे पनि सानी सानी, तर नृत्य पनि सानी छैन। एकदमै धमाकेदार र एकदमै बुलन्द नृत्य हामी माझ प्रस्तुत गर्नु भइसकेको छ। मलाई व्यक्तिगत रूपमा र अडियन्सहरूलाई पक्कै पनि मन पर्यो नै, तर हाम्रो निर्णायकज्यूलाई चाहिँ कस्तो लाग्यो त्यस विषयमा भनिदिनको लागि मैले बाबु सेन्चुरी सरलाई अनुरोध गर्न चाहेँ। नमस्ते। 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 तपाईहरूले कस्तो गर्नुभयो म सोध्दिनँ, म भन्छु तपाईहरूले एकदम राम्रो गर्नुभयो हैन। एकदमै राम्रो गर्नुभयो, धेरै मेहनत गरेर यतिको डान्स गर्नुभएको छ त्यो मलाई थाहा छ। र यहाँको कोरियोग्राफरलाई पनि पुनः एकचोटि सम्मान व्यक्त गर्न चाहन्छु। एकदमै राम्रो गर्नुभएको छ। मेरो साइडबाट 6 जनामा एउटा खोट पनि लाउँदिनँ म। यहाँहरूको लागि सकारात्मक प्रतिक्रिया आइसकेको हुनाले यहाँहरू अर्को राउन्डको लागि सबैजना सिलेक्ट हुनुभएको छ। कङ्ग्रेचुलेसन, थ्याङ्क यू। वाउ, एकचोटि जोरदार ताली बजाइदिनु होला सबैजनाले। सानी सानी रिमिक्स टिमको लागि यहाँहरू 6 जना सेलेक्ट हुनुभएको छ। एकचोटि हाँसिदिनुहोस् न त। ओके, दाँत देखाएर हाँसिदिनुहोस् त। अघिको अन्तिमको पोज दिनुहोस् त एकचोटि फेरि टक्क लाएर। ओके, धेरै धेरै धन्यवाद छ यहाँहरू सबैजनालाई। कङ्ग्रेचुलेसन्स। अर्को राउन्डको लागि तयारी गरिदिनु होला है। ओके, थ्याङ्क यू भेरी मच। तपाईँहरू ब्याक स्टेजमा गएर बस्न सक्नुहुनेछ। यस्तै सुन्दर अर्को नृत्य प्रस्तुत गर्न हामी माझ आउँदै हुनुहुन्छ तामाङ सेलो नृत्य लिएर कोरियोग्राफर सुनिता खड्काज्यूले कोरियोग्राफ गर्नुभएको टुङ्ना र डम्फुपोलको गीतमा नृत्य प्रस्तुत गर्न आउँदै हुनुहुन्छ हामी माझ। नृत्य कलाकार गर्ने भाइ बहिनीहरू हुनुहुन्छ आयुषा खड्का, साम्राज्ञी तिमल सिन्हा, अदिति निरोला र आराध्य निरोला। यहाँहरू 4 जनालाई जोरदार तालीका साथ स्टेजमा बोलाउन चाहन्छु। च्याङबा र मैच्याङको कुरा, कहिले टुङ्ना र डम्फुको कुरा त कहिले लेक र बेसीको कुरा, यी र यस्तै कुराहरू समावेश गरिएका एक प्रेम भरिपूर्ण
प्रेम भरिपूर्ण एउटा तामाङ सेलो नृत्य यहाँहरूले प्रस्तुत गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ। पक्कै पनि हाम्रो लोकमौलिक कला संस्कृतिलाई विभिन्न तर्फबाट प्रस्तुत गर्ने क्रम हामीमा जारी नै छ। हाम्रो यस नृत्यलाई निर्णायकज्यूहरूलाई कस्तो लाग्यो त्यसको बारेमा बुझ्नका लागि प्रतिक्रियाका लागि म आदरणीय निर्णायक बाबु सेन्चुरीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते मैचाङहरू, नमस्ते। यहाँहरूले राम्रो नाच प्रस्तुत गर्नुभयो, एकदमै सबैजना ह्याप्पी भएर पनि गर्नुभयो। त्यो चिज चाहिँ चाहिन्थ्यो नै। जुनसुकै नाचमा पनि ह्याप्पी हुनै पर्यो। अब स्याड छ भने फेरि स्याड पनि हुनु पर्यो होइन। तर केही त्रुटिहरू भएको छ ग्रुपको सिङ्क्रोनाइजहरू, त्यसमा अलिक ध्यान दिनुपर्छ। 4 जनाले नाच्दा त फेरि एउटै देख्नु पऱ्यो नि त ग्रुपमा है। त्यसमा अलिअलि कमी कमजोरी भएको छ। अनि तामाङ सेलो नाच्दाखेरि शिरबन्दी अबदेखि नलाउने ल है। अर्को पालिदेखि चाहिँ नलाउने, शिरफुल लगाउने, रुमाल बान्ने, तर शिरबन्दी नलगाउनु ल। लास्ट थ्याङ्क यू। ओके, धेरै धेरै धन्यवाद छ यहाँहरू सबैजनालाई यो सुन्दर नृत्यको लागि। पछाडि गएर बसिदिनु होला। अमर कला केन्द्र प्रेजेन्ट्स लेट्स डान्स सिजन 8 को हामी मेगा राउन्डको एपिसोड 2 मा छु। यति बेला भने हामी अर्को नृत्यको लागि स्टेजमा हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई बोलाउने पालो भइसकेको छ। यति बेला भने हामी माझ मैना राजा मैना रानी को गीतमा नृत्य गर्ने समूहलाई स्टेजमा बोलाउने बेला भएको छ। तसर्थ स्टेजमा बोलाउन चाहन्छु म रिदिमा केसी, तजुरी खनाल, यसै गरी रियान्सु कटुवाल र नृत्यको कोरियोग्राफ गर्नुभएको छ सुनिता खड्का। तालीका साथ, जोरदार तालीका साथ स्टेजमा बोलाउन चाहन्छु मैना राजा मैना रानी टिम। छन् है बुढा हङ, दक्षिणमा बुढा सुब्बा, पूर्वमा छ है सतासी धम, पश्चिममा बरा क्षेत्र, त्यही बर पारी त्यो डाँडा माथि, त्यही बर पारी त्यो डाँडा माथि बस्छन् मैना राजा मैना रानी। किरात देव हुन् ती दुवै दिन्छन् आशिष खुसी मानी। किरात देव हुन् ती दुवै दिन्छन् आशिष खुसी मानी। सगुनिएर बिजुवा बालाई दिउला बाती देउमार पेर भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ। भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ। पारुहाङ सुम्नीमा स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा। स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा।
मैना राजा मैना रानी बुढा सुब्बादेखि लिएर अन्य धेरै धार्मिक स्थलहरूको बारेमा चियो चर्चा र त्यसैको विषयमा नृत्य गरिसक्नु भएको छ हाम्रा प्यारा दुईजना सानी सानी एकदमै राम्री बहिनीहरूले डर लागिरहेको छैन स्माइल गरिदिनुहोस् त ओके हाम्रो नानीहरूको नृत्य कस्तो लाग्यो म बिन्ता म्यामलाई नै सोध्न चाहन्छु नमस्कार नमस्कार स्माइल गर्नुहोस् त अझै स्माइल गर्नुहोस् त दाँत देखाउनुहोस् त हो भेरी गुड अनि अघि यसरी किन ननाच्नु भएको डर लाग्यो हो डर लाग्यो हो हजुर यो स्टेजमा आउनु भएर डान्स गर्नु नै सबैभन्दा ठुलो कुरा हो है हजुरले आँट गर्नुभयो आफ्नो हिम्मतले यहाँसम्म आएर डान्स गर्नुभयो त्यही ठुलो कुरा हो र स्पेसल्ली म प्यारेन्ट्सहरूलाई के भन्न चाहन्छु भने हाम्रो नानी बाबुहरूलाई आफ्नो सानैदेखिको इच्छा बुझेर यहाँ स्टेजसम्म ल्याउनु हुने प्यारेन्ट्सलाई स्पेसल्ली थ्याङ्क यू सो मच भन्न चाहन्छु अब भने फेरि पनि यस्तै अर्को सुन्दर दमदार नृत्य लिएर हामी माझ रेलीमाई बोलको गीतमा नृत्य गर्ने समूह दुईजना नानीहरू माइरा अमाते र सुहाना रेग्मी हामी माझ आइसक्नु भएको छ तसर्थ दुवैजनालाई म जोरदार तालीका साथ स्टेजमा बोलाउन चाहन्छु र यस नृत्यको कोरियोग्राफर हुनुहुन्छ विनिता कुमालज्यू एकचोटि जोरदार तालीका साथ रेलीमाई टिमलाई स्वागत गरौँ ओके दुईजना एकदमै सुन्दर एकदमै राम्री दुईजना नृत्य गर्ने सानी सानी नानीहरूले रेलीमाई बोलको गीतमा नृत्य प्रस्तुत गरिसक्नु भएको छ हाम्रो निर्णायकज्यूलाई कस्तो लाग्छ कृपया बाबु सरलाई म आफ्नो प्रतिक्रियाको लागि हार्दिक अनुरोध गर्न चाहन्छु नमस्ते नानीहरू नमस्ते नमस्ते डर लागेको छैन डराउनु हुँदैन है नडराइ नाच्नु भएको थियो ओके राम्रो गर्नुभएको थियो आउँदो एपिसोडमा हजुर सिलेक्ट हुनुभयो भने अझ राम्रो गर्नुहुन्छ पक्कै पनि गर्नुहुन्छ है केही समय हजुरहरू सिलेक्ट हुनुभयो कि भएन त्यसको लागि वेट गर्नुपर्छ हस् ओके थ्याङ्क यू ओके धेरै धेरै धन्यवाद छ आदरणीय निर्णायक बाबु सेन्चुरी सरलाई यहाँलाई पनि धेरै धेरै धन्यवाद केही समय रिजल्टको लागि वेट गरिदिनुहोस् है ओके थ्याङ्क यू भेरी मच हामीले विभिन्न खालको लोक सांस्कृतिक नृत्यहरू हेर्ने गर्छौँ कहिले त हामी फिल्मी टाइपको नृत्यहरू हेर्ने गर्छौँ कहिले हामी वेस्टर्न टाइपको नृत्यहरू हेर्ने गर्छौँ अब भने नेपाली लोक सङ्गीतका छुट्टै एक खालको नृत्य एक खालको सङ्गीत जसलाई
टप्पा नृत्य भनिन्छ। टप्पा नृत्य प्रस्तुत गर्नका लागि हामी माझ आउँदै हुनुहुन्छ र म बोलाउन चाहन्छु यङजी तामाङज्यूले कोरियोग्राफ गर्नुभएको नृत्य मन्जरी टप्पा बोलको गीतमा नृत्य गर्नका लागि हाम्रा नृत्य कलाकारहरूलाई म बोलाउन चाहन्छु। एकचोटि जोरदार तालीका साथ स्वागत गरौँ डफिसा महर्जन, यसै गरी पेन्जी तामाङज्यू, यसै गरी आभ्या डङ्गोल, यसै गरी ऋतिका महर्जन र सायरा तामाङ। यहाँहरू सबैजनालाई म एकमुष्ट रूपमा स्टेजमा बोलाउन चाहन्छु। अहिलेसम्मकै एकदमै फरक खालको नृत्य टप्पा नृत्य प्रस्तुत गरिसक्नुभएको छ हाम्रा 5 जना साना साना नृत्य गर्ने भाइ बहिनीहरूले। तसर्थ यस नृत्यको बारेमा कस्तो लाग्यो त प्रतिक्रिया जनाइदिनको लागि हाम्रो निर्णायक राज श्रेष्ठ सरले म हार्दिक अनुरोध गर्न चाहन्छु। हेलो नमस्ते सबैजनालाई। यस्तो सानो सानो हुनुहुन्छ, डान्स चाहिँ कति ठुलो गर्नुभएको क्या, यस्तो मजासँग यस्तो राम्रो डान्स सिकाउनु हुने म्यामलाई, हाम्रो याङजिन म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म्यामले कस्तो त्यो हाइट पनि मिलाउनु भएको छ क्या तपाईँहरूको। ट्याक्कै अघि डान्स गर्दाखेरि चाहिँ सबैजना एउटै हाइटको देखिनु भएको थियो क्या। अनि स्माइल दिएर अलिकति स्माइल चाहिँ बिच बिचमा छोड्नु भएको थियो, तर अलिकति धेरै जस्तो चाहिँ गर्नुभयो, तर बिचमा छोड्नु भयो, त्यो चाहिँ नछोड्नु होला है। तपाईँहरूको ड्रेसअप कस्तो राम्रो छ, मेकअप पनि सबै राम्रो, त्यसपछि डान्सको स्टेप्स वाइजहरू टप्पामा हुनुपर्ने सबै राम्रो छ। तर अलिकति टप्पामा चाहिँ कस्तो भने घुम्दाखेरि चाहिँ ब्यालेन्स गर्नुपर्ने हुन्छ है। टप्पाको सबैभन्दा मेन स्टेप्स भनेको घुम्ने र कम्मरको स्टेप्स हुन्छ, त्यो चाहिँ तपाईँहरूले
एकदमै राम्रोसँग मिलाउनु पर्ने हुन्छ। घुम्दाखेरि अलिकति डिसब्यालेन्स भएको थियो, त्यसलाई मिलाउनुहोस्। तर यति सानो एजमा यति धेरै स्टेपलाई सम्झेर होइन, यति ठुलो स्टेजमा सबै कभर गरेर सबै स्टेप सम्झेर गर्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो। त्यो चाहिँ यस्तै यस्तै सुन्दर नृत्यहरू प्रस्तुत गर्ने क्रममा हामी अर्को नृत्य यहाँहरू माझ प्रस्तुत गर्ने बेला भइसकेको छ। हामी माझ कोरियोग्राफर प्रवीण पौडेलज्यूले कोरियोग्राफ गर्नुभएको दर्पण छाया 2 को गीतमा नृत्य प्रस्तुत गर्न हाम्रा प्यारा प्यारा नृत्य कलाकारहरू स्टेजमा आउँदै हुनुहुन्छ। उहाँहरू हुनुहुन्छ नुरजहाँ तामाङ, यसै गरी सायरा भण्डारी, यसै गरी जिना दर्लामी, खुशबु दिताल, प्रमिका लम्साल, यसै गरी अप्सना कार्की, शिवानी खड्का र अनुष्का बस्नेत। यहाँहरू सबैजनालाई जोरदार तालीका साथ स्टेजमा बोलाउन चाहन्छु दर्पण छाया 2 टिम। दर्पण छाया पक्कै पनि दर्पण हामीले विविध रूपले दर्पण छायालाई बुझ्ने गर्छौँ। हामीले विभिन्न कालखण्डमा सुनेका गीत एकदमै कालजयी गीत हो। तसर्थ यो गीतमा नृत्य गर्ने सम्पूर्ण बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो नृत्य कस्तो लाग्यो यसको बारेमा प्रतिक्रियाका लागि म आदरणीय विनिता म्यामलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार हजुरहरू सबैजनालाई। नमस्कार। ठिक हुनुहुन्छ? ठिक छौँ। हजुरहरूलाई राम्रो लाग्यो आफ्नो डान्स? कस्तो लाग्यो भन्नुहोस् त? राम्रो लाग्यो। राम्रो लाग्यो। इन्जोय गरेर नाच्नु भयो? भयो। फर्स्टमा पर्फर्मरले आफू इन्जोय गरेर नाच्नुपर्छ है, त्यो भनेको सबैभन्दा इम्पोर्टेन्ट पार्ट हो कि? अरू भनेको त त्यसपछि चल्दै जान्छ होइन। आफू इन्जोय भयो भने अगाडि दर्शकहरूलाई पनि एकदम रमाइलो फिल हुन्छ। त्यस्तै गरी हजुरहरूको डान्समा त्यो चिज देखिरहेको थियो। हजुरहरू आफू एकदम इन्जोय गरेर डान्स गरिराख्नु भएको थियो। हजुरहरूको स्माइल एक्सप्रेसन, हजुरहरूको स्टेज कभर, ग्रुप वर्क एकदमै राम्रो देखेको छ है। अझै पनि हजुरहरूले प्र्याक्टिसमा अलि ध्यान दिनुभएको भए अझै राम्रो हुन्थ्यो भन्ने जस्तो मलाई चाहिँ लाग्यो। अलिअलि कतै कतै बिट छोडिराख्नु भएको थियो भने हाम्रोमा यसमा भोइस मेल र फिमेलको छ
अनि भनेपछि हामी मेल मात्रै फिमेल मात्रै नाचेछौँ भने हामीले त फिमेलको मात्र भोइसमा लिपसिङ गर्नुपर्छ भनेपछि धेरैजनाले चाहिँ मेलको भोइसमा लिपसिङ गर्दै हुनुहुन्थ्यो। त्यो चाहिँ नेक्स्ट टाइम चाहिँ याद राख्ने हो कि हजुरहरू सिक्ने पिरियडमा हुनुहुन्छ, त्यही भएर यो सानो सानो कुरा सिक्नुहोस्। साथै हजुरहरू डान्स गर्ने ड्रेस हजुरहरूले कम्फोर्टेबल छ कि छैन, भएको छ कि छैन, त्यो चाहिँ पहिला नै आफ्नो कोरियोग्राफरलाई हुन्छ या आफ्नो प्यारेन्ट्सलाई हुन्छ सोधेर टाइट गर्ने कोसिस गर्नुहोस्। ओके, अब भने हामी यस्तै अर्को दमदार नृत्यलाई यहाँहरू माझ प्रस्तुत गर्न गइरहेका छौँ। विशेष गरी गण्डक क्षेत्रमा नाचिने कौडा नृत्यलाई यहाँहरू माझ प्रस्तुत गर्ने बेला भइसकेको छ र याङजी तामाङज्यूको कोरियोग्राफीमा रहेको गीत भयो भेट सलाम सिरेमा बोलको कौडा नृत्य प्रस्तुत गर्न हामी माझ आउँदै हुनुहुन्छ। नृत्य कलाकारजीहरू प्रिन्सा कपाडीज्यू, यसै गरी दिपाली तामाङज्यू, यसै गरी सुजता माझी र एरिका महर्जन, यहाँहरू चारैजनालाई जोरदार तालीका साथ स्टेजमा बोलाउन चाहन्छु। भयो भेट सलाम सिरेमा कौडा टिम।
एकदमै दमदार कौडा नृत्य। मैले अघि नै भनिसकेँ, विशेष गरी काली गण्डकीको सेरोफेरोमा नाचिने यस कौडा नृत्य यहाँहरूले प्रस्तुत गर्नुभएको छ। चारैजनालाई धेरै धेरै धन्यवाद। पक्कै पनि उत्कृष्ट नृत्य गर्नुभएको छ। अब निर्णायकलाई चाहिँ कस्तो लाग्यो सोधौँ है। ओके, हाम्रो निर्णायक बाबु सेन्चुरी सरलाई कस्तो लाग्यो त? आफ्नो प्रतिक्रिया दिनु होला। नमस्ते। नानुहरूले राम्रो नृत्य गर्नुभएको छ। यो नृत्य गर्न त्यति सजिलो छैन। यसको लागि धेरै मेहनत गर्नुपर्छ। यहाँहरूले पक्कै पनि मेहनत गर्नुभएको छ। यद्यपि गर्दा भने केही मिस्टेक्सहरू भएको छ, तर त्यो मिस्टेक्सलाई हामीले ग्रुपमा गर्नुभए पनि सिङ्गल सिङ्गल हेरेका छौँ। सबैजनाले राम्रो गर्नुभएको छ। मलाई लाग्छ यहाँहरू आगामी राउन्डमा पक्कै पनि प्रवेश गर्नुहुन्छ होला। हामीले पश्चिमको कौडा त हेरिसक्यौँ, फेरि पनि पालो भएको छ मारुनी नृत्य हेर्ने। मारुनीको आँखै गाजले बोलको गीतमा आफ्नो दमदार नृत्य प्रस्तुत गर्न मारुनी टिम आउँदै हुनुहुन्छ। टिममा रहनुभएको छ सजना तामाङ, एली महर्जन, ग्रेसी महर्जन र निलिमा भट्टराई। एकचोटि जोरदार तालीका साथ स्वागत गरौँ मारुनी टिमको लागि। मारुनीको आँखे गाजलले मैले हेरिरहेको छु नानीहरूलाई, सबैजनाले गाजल लगाउनु भएको छ। ओके, नृत्यमा पनि त्यतिकै राम्रो श्रृङ्गार गर्नुभएको छ। तसर्थ धेरै धेरै धन्यवाद छ। तर तपाईँहरूलाई रिजल्टको लागि पनि बेस्ट अफ लक भन्दै हाम्रो निर्णायकज्यू विनिता म्यामले कस्तो लाग्यो उहाँहरूको नृत्य कृपया कमेन्ट गरिदिनु होला। नमस्ते। हजुरहरूले गर्नुभएको डान्सको नाम के हो थाहा छ? कुन डान्स हो? मारुनी। यस, भेरी गुड। मारुनीको आँखै गाजल होइन। एकदम राम्रो गर्नुभयो। हजुरहरूले आफ्नो तर्फबाट कोसिस धेरै राम्रो गर्नुभएको छ। यो लेभलको स्टुडेन्टले गर्नुपर्ने जुन डान्स छ हजुरहरूले राम्रो गर्नुभयो र मलाई लाग्थ्यो हजुरहरूले अझै राम्रो गर्न सक्नुहुन्थ्यो है, अझै राम्रो गर्न सक्नुहुन्थ्यो। हजुरहरूको जुन टाइमिङबाट
टाइमिङभन्दा आउट गइरहेछ हजुरहरूको लेखहरू जुन छ टाइमिङमा जानुपर्ने टाइमिङबाट आउट गइरहेको छ भनेपछि हजुरहरूको स्माइल यति राम्रो स्माइल छ हेर्नु नि अहिले यहाँ कस्तो मजाले स्माइल गरेर बस्नु भएको छ डान्स गर्ने बेलामा फेरि स्माइल छैन मारुनी डान्स भनिसकेपछि एकदम स्माइल चाहियो लचक चाहियो एक्सप्रेसन चाहियो तर त्यो चिजको थोरै कमी भयो हजुरहरूकोमा त्यो चाहिँ प्र्याक्टिसको कमीले हो अझै प्र्याक्टिस गर्नुहोस् हामी फेरि पनि यस्तै दमदार अर्को मारुनी नृत्य प्रस्तुत गर्न गइरहेका छौँ हामी माझ आज धेरैभन्दा धेरै मारुनी नृत्यहरू यहाँहरू माझ प्रस्तुत गरिरहेका छौँ तसर्थ यस्तै अर्को सुन्दर मारुनी नृत्य प्रस्तुत गरिदिनु हुन कोरियोग्राफर सुलोचना राईज्यूले कोरियोग्राफ गर्नुभएको मारुनी टिमलाई म स्टेजमा बोलाउन चाहन्छु र कलाकारहरू हुनुहुन्छ क्यारल परियार प्रियान्शु थापा यसै गरी प्रयुषा अधिकारी यसै गरी दिव्या नेपाली तानिया सिंह यसै गरी प्रिन्सा सुनवार इभा राई अदिति वालिङ राई र सोफिया गजरेल यहाँहरू सबैजनालाई जोरदार तालीका साथ हार्दिक स्वागत गरौँ टिम मारुनी सम्भवतः आजको यस एपिसोडको नै सबैभन्दा धेरै ग्रुप धेरैजना सानादेखि ठुलोसम्मको एउटा टिम मिलेर बनेको यो नृत्यमा जसरी उहाँले मारुनी नृत्य प्रस्तुत गर्नुभयो पक्कै पनि हाम्रो निर्णायकज्यूहरूलाई पनि पक्कै पनि कस्तो लागेको छ राम्रो लागेको छ वा के छ प्रतिक्रियाको लागि म आदरणीय निर्णायक राज सरलाई पनि अनुरोध गर्न चाहन्छु नमस्ते सबैजनालाई मलाई चाहिँ मारुनी डान्स मध्ये अहिलेसम्मको तपाईँहरूको एकदमै राम्रो लाग्यो उत्कृष्ट लाग्यो मलाई चाहिँ है अनि कल्चरल डान्स मध्येमा पनि तपाईँहरूकै राम्रो छ किनभने तपाईँहरूले चाहिँ मारुनी डान्समा कस्तो त घुम्ने स्टाइल हुन्छ नि त्यो चाहिँ तपाईँहरूले बुझ्नु भएको रहेछ क्या कस्तो स्वाट्ट घुमिरहनु भएको छ क्या अनि जुन लचकाइ छ अनि त्यसै गरी हाम्रो सुलोचना मिसले सिकाउनु भएको कोरियोग्राफी गर्नुभएको मारुनी डान्स कौडा डान्सहरू चाहिँ पानी जस्तै बग्छ क्या होइन खोला जस्तै भनौँ न त्यसरी नै तपाईँहरू बग्नु भएको छ क्या एकदमै राम्रोसँग कोरियोग्राफी एकदमै राम्रो होइन स्टेप्स वाइज एकदमै राम्रो अनि प्लस तपाईँहरूले गर्नुभएको स्टेप्सहरू र तपाईँहरूको बडी ल्याङ्ग्वेजहरू एकदमै राम्रो स्माइल दिएर म त तिरिमिरी भएँ होइन ड्रेस पनि त्यस्तै छ कसलाई हेरौँ भयो
एउटालाई हेर्दा अर्को ठाउँमा पुगिसकेको हुन्छ एकदमै राम्रो लाग्यो मलाई चाहिँ सबैजनाको है अब सबैजनाबाट पनि अझै राम्रो पनि हुन्छ नि त तपाईँहरू मध्येबाट पनि है होइन हामीले त्यो पनि छुट्याउँछौँ कोरियोग्राफरज्यूलाई नै एकचोटि अगाडि बढाउन चाहन्छु सुलोचना राई सुलोचना म्याम यहाँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु एकचोटि जोडदार ताली बजाइदिनु होला यो एकदमै सुन्दर ब्युटिफुल र एकदमै इनर्जेटिक नृत्य कोरियोग्राफ गर्नुभएकोमा सुलोचना राई जसलाई यस नृत्यलाई कोरियोग्राफ गर्नुभएको थियो एकचोटि जोडदार ताली बजाइदिनु होला हामी माझ स्टेजमा आइसक्नु भएको छ ओके धेरै धेरै धन्यवाद राम्रो डान्स कोरियोग्राफी गर्ने हाम्रो सुलोचना म्यामलाई थ्याङ्क यू भन्न चाहन्छु अब ग्रुपबाट पाउँदै हुनुहुन्छ 2 जनाले मेडल उहाँको नाम म भन्न गइरहेको छु अदिति वालिङ राई एकजना यस्तो राम्रोसँग सानो भएर पनि यस्तो मजाले प्लेसिङ वाइज होइन एक्सप्रेसन स्टेप्स यस्तो राम्रो गर्नुभएको थियो उहाँलाई हामी मेडल दिन चाहन्छौँ र त्यसै गरी अर्को एकजना हुनुहुन्छ थापा प्रियान्सु थापालाई हामी 2 जनालाई मेडल दिँदैछौँ सँगसँगै कोरियोग्राफरलाई पनि हामी मेडल दिँदैछौँ ओके धेरै धेरै बधाई छ कोरियोग्राफर अगाडि आउनुहोस् र अदिति र प्रियान्सु थापा तपाईँहरूलाई म अगाडि गएर निर्णायकज्यूहरू माझ गएर मेडल लगाइदिन लागि अनुरोध गर्न चाहन्छु मेडल सहित डाइरेक्ट सेलेक्ट हुनुभएकोमा प्रियान्सु थापा र अदिति वालिङ राई यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद एकचोटि जोडदार ताली बजाउनुला र सँगै अहिलेसम्मै कसैले प्राप्त नगरेको कोरियोग्राफर ज्यूलाई पनि हाम्रा निर्णायकज्यूहरूले मेडलद्वारा सम्मान गर्दै हुनुहुन्छ तसर्थ सम्मानित हुनुभएकोमा सुलोचना राई जसले यस नृत्यलाई कोरियोग्राफ गर्नुभएको थियो यहाँको लागि पनि धेरै धेरै धन्यवाद एकचोटि जोडदार ताली बजाउनुला सुलोचना म्यामको लागि उहाँहरूलाई चाहिँ हामीले रिजल्ट गरिसकेका छौँ ओके तपाईँहरू सबैजना सेलेक्ट हुनु भइसकेको छ अर्को राउन्ड लागि धेरै धेरै धन्यवाद एकचोटि जोडदार ताली सबैजनाको लागि क्यारल परियार दिव्या तानिया प्रिन्सा इभा र सोफिया बाँकी यहाँहरूलाई पनि धेरै धेरै बधाई सबैजना सेलेक्ट हुनुभएको छ प्रयुष अधिकारी सबैजना